हेलो साथीहरू, नमस्कार छ सबैजनालाई। आज हाम्रो पोखरा इन्टरनेसनल एयरपोर्टमा चाहिँ राजाको सवारी हुने कुरा छ साथीहरू। यसमा चाहिँ हाम्रो दाइ एकदमै ठुलो राजाको फ्यान हो। जस्तै म चाहिँ ब्यालनको फ्यान हो। विशेष गरी ब्यालनको पार्टी भन्दा पनि ब्यालनको म चाहिँ फ्यान हो होइन। त्यही भएर जस्तै हामी बालन आउँदाखेरि जान्छौँ नि त, त्यस्तै हाम्रो दाइ पनि एकदमै ठुलो राजाको फ्यान हो। त्यही भएर दाइले ल त नि जाम होइन त, उहाँ राजा आउँदै हुनुहुन्छ अरे पोखराको एयरपोर्टमा पोखरा घुम्नको लागि भनिसकेपछि उहाँले ल त नि हुन्छ, अब हामीले पनि यत्रो भयो राजालाई देखेको छैन भनेर आएको साथीहरू होइन। एकदमै बबाल के यहाँ चाहिँ बाजा गाजा पनि सुनिरहेको छु कि मैले यहाँदेखि। त्यसरी उहाँलाई स्वागत गर्ने कार्यक्रम रहेको छ र जस हामीले नजिकबाट भेट्न नपाए पनि नजिकबाट चाहिँ देख्न पाइएला जस्तो आज मलाई लागिरहेको छ होइन। साथीहरूलाई हेर्दै गर्नु होला होइन मेरो भिडियो। हजुरहरूले पनि चाहिँ राजाको बहुत ठुलो फ्यान हुनुहुन्छ अनि साथीहरूलाई पनि बोलाउँदै हुनुहुन्छ अनि अरू साथीहरूलाई पनि छिटाउनु भनेर भन्दै हुनुहुन्छ। हामी लगभग एयरपोर्टको नजिक आइपुगिसक्यौँ। अहिले सुरक्षाको कारणले पनि त्यहाँबाट उता गेटबाट भित्र अरू सर्वसाधारणहरूको बाइक स्कुटरहरू आउँदैको छैनन्। त्यही भएर कुद्दै हिँड्दै आइरहेछौँ। एकदम सुन्दर वातावरण साथीहरू, एकदम क्लिन, एकदम राम्रो एयरपोर्ट छ। यो चाहिँ हो एयरपोर्टदेखि यो साथीहरू एयरपोर्ट हो त्यहाँ बाहिरको ठ्याक्क सबलाई थाहा छ यो चाइनाले बनाएको भनेर होइन। अहिले पनि मेरो भिडियो हेर्दै गर्नु होला साथीहरू होइन। म चाहिँ तपाईँहरूलाई राजा देखाउने छु साथीहरू, सकेसम्म नजिकबाट हेर्ने प्रयास चाहिँ गर्नेछु मेरो। हेरौँ कस्तो हुन्छ है। लगभग साथीहरू हामी चाहिँ एयरपोर्ट नजिकै आइपुगिसकेका छौँ। यहाँ बाजा गाजाको साथमा मानिसहरू धेरैजना उपस्थित हुनुभएको रहेछ। यहाँ चाहिँ नेपालको झन्डाहरू लिएर हातमा फुलका गुच्छाहरू लिएर राजालाई जोस वेलकम गर्नुको लागि यहाँ लाइन लाएर बस्नुभएको छ। हाम्रो दाइ पनि कता जानुभयो त्यो थाहा भएन साथीहरू। ल सबजना लाइन लाएर बस्नुभएको छ वेलकमको लागि झन्डाको साथमा।
कति छन् मान्छे? के को डर गएको फेरि यहाँ सब राजा गइसक्नु भएछ साथीहरू होइन सब गर्मी भएको छ अहिले सबजना आफ्नो आफ्नो घरतिर कुदिरहनु भएको छ चाहिँ हिँड्नु भएको छ हजुर दाइ भाइ त पसलमा होला नि अन्त यता आएछ राजा हेर्ने मान्छेहरू हामी चाहिँ है यो सबलाई जम्मा गर्ने फेरि यो दाइ हो जाम भन्ने पछि चाहिँ गाडी ल्याउनु त्यो पछि हो नि शिवसेनाको भने राजाको दाहिने हातै हो राखेको साइडमा राख्नु भयो नि अलि अगाडि मेरो बाइक हामी चाहिँ त्यो गाडी बाइक फेरि हिसाब छ त्यो मेरो 10,000 गएर छ घरमा त 8-10 जान्न हुँदैन अनि राजा कहाँ जाने हिँडेको अरे दाइ ए राजासँग